हेलो गाइज के छ मेरो त सब ठिकठाक छ हजुरको पनि सब ठिकठाक होला। विशाल चाहिँ यहाँ टक्क आएर घाम ताप्दै थियो अनि म चाहिँ घाम ताप्दै छतमा हेरेको अनि हेर्नु निमलको भ्यू चाहिँ यस्तो बब्बाल देखिरहेछ। अनि त्यसपछि हामी चाहिँ भुपुमा चाहिँ एनुअल प्रोग्राम रहेछ कि अनि त्यसपछि हामी यसो भुपुतिर गयौँ। अनि यहाँ चाहिँ प्यारेन्ट्सले चाहिँ बोतलमा कसले छिटो पानीको बोतलमा पानी भर्छ अनि त्यो फर्स्ट हुनेवाला गेम रहेछ। यहाँ चाहिँ प्यारेन्ट्सहरू यस्तो मजाले खेलिरहनु भएको थियो नि गेम। यो गेममा चाहिँ कसले जित्छ भन्ने थाहै थिएन कि सबैको बोतल खतरैसँग भरिसकेको थियो। अनि हेर्नु न बोतलहरू भर्न कति गाह्रो भएको थियो, हातबाट पानी खसेको थियो। अनि हेर्नु न विद्यार्थीहरू नि यस्तो बब्बाल धेरै नै थिए यहाँ चाहिँ। अनि त्योभन्दा पछि क्यारिकेचर रहेछ, हामीले क्यारिकेचर चाहिँ हेरेन। अनि हामी चाहिँ माथि घरतिर जानु भन्थ्यौँ, त्यसो जिप आउँछ भनेर हामी चाहिँ टक्क त्यहाँबाट फर्कियौँ। अनि टक्क जिप आयो, जिपमा चाहिँ हामी घरतिर लाग्यो। हेर्न सक्नुहुन्छ छतमा शीतल हावा खाँदै छतमा चाहिँ लाग्यो हामी घरतिर। हामी छतमा चाहिँ 3 जना मात्रै थियौँ। अनि टक्क पुलमा आएका थियौँ अनि पुलको भिडियोहरू खिच्यौँ। पुलको भाइब्स हेर्नु न खतरा। अनि पुल त फेरि बब्बालै आउँछ नि, छतमा बसेर भिडियो खिच्नुको मजा नै छुट्टै छ कि। गण्डकी बढेर यत्रो खतरा देखिएछ अझै। अनि टक्क हामी त बनकटातिरबाट आएको थियो नि त। अनि टक्क भ्यूहरू खिच्दै आयो गण्डकीको चाहिँ। अनि घाम पनि हेर्नु न यस्तो बब्बाल देखेको थियो। अनि यो गौशाला थिम आइयो। अनि बाटो हेर्नु न घर जाने घाम यस्तो बब्बाल देखेको थियो नि बनकटा थिमको चाहिँ। बनकटा माथि चाहिँ यस्तो खतरा थियो नि त बाटो। अनि त्यहाँबाट आइयो छतमा यस्तो मजा आइरहेको थियो नि। अनि निश्चलहरू चाहिँ पछाडि थिए। अनि बाटो हेर्नु न यस्तो बाटो बनेकै छैन कि। अनि माथिबाट रामपुरलाई यस्तो बब्बाल देखेको थियो हेर्नु न, सेम काठमाडौँको भाइब्स आउने जस्तै देखिएको थियो। अनि म चाहिँ छतमा टक्क लगाएर सुत्दै आएँ, केटाहरू चाहिँ पछाडि आफ्नै तालमा थियो कि। अनि घाम चाहिँ यस्तो खतरा देखेको थियो, रामपुरलाई नि यस्तो बब्बाल देखेको थियो। अनि गाउँ आएँ फाइनल्ली। गाउँमा दोकानमा चाहिँ चाउचाउ किन्दै बसिदियौँ हामी चाहिँ। अनि एकछिन दोकेको थियो नि त त्यहाँ, त्यही भएर। अनि घाम पनि हेर्नु न बब्बाल देखिसक्यो। अनि हाम्रो गाउँबाट देखिने डाँडा पुर्कोटको। अनि फाइनल्ली माथि घर आमाको घर आइयो। अनि घाम हेर्नु न, मैले चाहिँ सिनेमेटिक सर्टमा टक्क घामको भिडियोहरू गराएँ। अनि बब्बालै आएको थियो कि। अनि टक्क म चाहिँ घरतिर लागेँ तल। घामहरूको भ्यू नि बब्बालै आइरहेको थियो नि त, त्यही भएर। अनि त्यसपछि टक्क घामको भिडियो खिचेँ। अनि आजको लागि यति नै भयो भ्लग चाहिँ। अर्को भ्लगमा भेट्नु होला। आजको लागि यति नै एन्ड बाई। नाउ यु टर्न सब्सक्राइब।